पार्टी हुन्छ रोशन दाई काले भाइ यता टक्क हाम्रो सुल्टी राजा यता हेरिदिउँ ल हाम्रो गणेश दाजु ल यता चाहिँ म ल त्यस्तो मासु सासु टक्क हुनु केटाहरूले पानी लासा खाएर हामीले खाइसक्यौँ पानी त ठन्डा हुनु बिस्कुट सिस्कुट अब मासु यहाँ चर झिरमा उन्दै टक्क हाम्रो सुल्टी राजा चाउचाउ खोल्दैछन् टक्क मासु देख्न सक्नुहुन्छ गाइजहरू टक्क न हाम्रो चाहिँ काले भाइ के छ कस्तो फिल भइरहेछ त आज दामी न दाइ भाइहरू मस्त बसेर हान्दिरह न टक्क हाम्रो यता रोशन दाजुले गराउँदैछ टक्क हाम्रो गणेश दाई ल टक्क हाम्रो रोशन दाइले देख्न सक्नुहुन्छ गाइस खाँदैछ टक्क न रोशन दाई यता ल मैले दामी गाइस ल दामी भइरहेछ है गाइस दामी ल हाम्रो हस्कीले चाहिँ यहाँ खाँदैछ टक्क हाम्रो हस्कीले यहाँ खाँदैछ गाइस हस्की यता ओइ टक्क हाम्रो कुकुर हस्की खतरा छ टक्क न हामी बस्ने कुरो छ टक्क टक्क गाइजहरू ल गाइस टक्क हाम्रो चाहिँ आगो बोलिरहेछ टक्क हामी चाहिँ खाइरहेछौँ टक्क भरेर आगो ठुलो भालो न आगो भएन गाइस दाउरा हाल्न उतातिर साइडमा टक्क हाम्रो हस्की यतातिर टक्क काले रोशन दाइले यता खाइरहेछ टक्क न मासु टक्क गाइस हाम्रो चाहिँ सुन्तला खाने आज सुन्तला खायौँ टक्क अघि चाहिँ मासु खायौँ टक्क अब एकछिन सुन्तला लिएर झाँचु भानीको सुन्तला टक्क खाँदैछौँ भाइ के छ आगो वरि सानो भइगयो भालौ न काले भाइ सुन्तला खाइस् हाम्रो रोशन दाइले खाँदैछ कि देख्न सक्नुहुन्छ अनि टक्क गणेश दाइ के हो सुन्तला खाइरहेछस् टक्क खानु पर्यो टोपी सोपी लाएर गचप्प हेर्दा यहाँ गचक्क खानु पर्यो होइन टक्क गाइस टक्क गाइस हामी चाहिँ अहिले खाइसकेर उठिसकेका छौँ टक्क न यता केटाहरूले आफ्नो कुरा गरेर आहान म चाहिँ यता गाइस केटाहरूसँग रोशन दाइ टक्क न काले भाइ टक्क यतातिर बोलिदिनु पर्यो आगो तल्लो बोलिरहेछ टक्क न हामीहरू काले भाइ आइरहेछ न हाम्रो सुल्टी राजा टक्क हाम्रो रोशन दाइ यता आगो खेलाउँदै टक्क गणेश दाइ यता झिर खोज है केटा हो झिर कता झिरमा हामीले मासु हुनेर हाने गाई झिर देखाइदियो त बाबु सानै ल यता ठिक छ न ठिक छ सबैलाई काले भाइ त्यता रोशन दाइ ल त्यही हो गाइस हामी चाहिँ अब घरतिर लाग्छौँ होला टक्क आजको भ्लग यतिमै सकिन्छ गाइजहरू टक्क हाम्रो गणेश दाजु